पिटे हैन म दाइलाई चिमार्दिन्छु अब मलाई सिकाउने पिट्नलाई तिम्रो दादालाई ला अब दादा कुरा सुन्यो भने म दाइलाई पिट्दिन्छु नि फेरि मलाई कुट्यो दाइलाई छिटाउनु छिटाउनु अब तिम्रो दादालाई म पिटे अब जुम छामा हामी दुईजना मिलेर जुम अब तिम्रो कति ठुलो प्रोटेक्ट गर्छ चकलेटमा बिक्री भइसकेछ नि त पछि ठुलो भएपछि के दादाको छ हामीले भन्छ अब हामी दुईजना मम्मी र हामी दुईजना मिले अब हामी जाने डुल्ने छोडेर जाने हामी जाने जुम ल जुम हान्छ जुम सिकाऊ जान्छ भनेर ढोका बन्द गरेर आएको हाँसेको होला नि त कोही दुईजना त मिल्छ नि त हौ हामीलाई त एक्लै पारेर पछि तिम्रो दाइ गइहाल्छ दाइ अब म हुन्छ दाइ गएपछि तिमीलाई कसले माया गर्छ दाइ त हुँदैन तिम्रो दाइ जान्छ भाउजू मात्रै हुन्छ तिमी भाउजूलाई माया गर्नुपर्ने हुन्छ दाइ त जान्छ जानुहुन्छ हङकङ जानुहुन्छ नानी हङकङबाट थोमस ट्रेन पठाइदिनु भयो नि थोमस ट्रेन एउटा हुँदो रहेछ क्या त्यो ट्रेन जस्तै टाउको यस्तो भएको अद्विक अद्विक डेले चलेको हो तल गाडी गरेको यसलाई हान्छ एक खाना रहेछ तिमी डन होइन अद्विक डन हो कि होइन डन होइन कि पछि ठुलेपछि भाउजूलाई फकाउँछ नि तिम्रो दाइले पछि गऱ्यो कि नि होइन यसलाई निमा डग भन डिओजी निमा डग अद्विक डन होइन निमा डग भु भु बोल्दै खानै पाक्दैन सक्ने हेर न मलाई त्यस्तो भन्यो मलाई त्यस्तो भन्यो दादाले भने जस्तो म त रुइदिन्छु अब म त जान्छु सानो पाउनुलाई भनिदिन्छु मलाई पिटो भनिदिन्छु यस्तोले कसरी छोराछोरी पाउँछ छाना सामानले कसरी पाउने यस्तो पाराले check it out अनुवाला से ला मलाई हानेले ला टोक्नु खोजेको मलाई दिमाग हेरे के म एक्लै चकलेट खान्छु मसँग चकलेट छ नि यहाँ एक्लै खान्छु खोइ देखा भन उसले टोक्नु खोजेको होला होइन चुप्पा यहाँनिर चकलेट छ भने त चकलेटमा बिक्री भयो भाइ तिम्रो भाइ त बिक्री भयो चकलेटमै हो होइन ओ सेभेज ला रिसायो दादा रिसायो चुप्पा गरेन रहेछौ चकलेट किनिदिन्छु ल फेरि 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 कस्तो पो दामी पो गर्दो रहेछ आलु जस्तो के उ त अब भाउजूलाई फायर पिट्ले सानो पिट्ले मलाई उठ्नै दिएन मैले किनेर गएको
मारिदेऊ हान्देऊ ओके पास नगर अरे तर मम्मी गर्नुहोस् है के भयो लु पास दादालाई पास गर न माथि हेरे आयो अद्विक आयो है आयो है फेरि फेरि हान्देऊ त्यति ओके क्याच उता ऊ क्याच त्यस्तो होइन क्याच रोम भाइयो ओके स्ट्यान्ड अप छिटो पास बोलाएर आउलु सासाङ दादालाई उतापट्टि क्याच गर्ने भएन नि त रुन्छ आँसु त नजानु अरे हो बल गाँस ल अब एकछिन आँसु अब रुन्छ के उहाँ छ ऊ त्यहाँ छ यसले दुख्दैन त्यति फोर्समा चाहिँ दुख्ला गुड दामी ल अद्विक आयो अर्को बल आयो रोम भाइयो लुक्यो बोलायो अद्विक आयो छिटो उठ हान्दो दादालाई हान्दो दामी